नमस्कार। पोलिटिकल थट्समा तपाईहरूलाई स्वागत छ। सरकारले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र यातायात क्षेत्रलाई अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका लागि ट्राफिक नियम उल्लङ्घन बापत लाग्ने नयाँ जरिवाना रकम प्रस्ताव गरेको छ। जस अन्तर्गत लाइसेन्स नलिई गाडी चलाएमा रु 15,000, सवारी चलाउँदा फोन प्रयोग गरेमा 10,000, ट्राफिक सङ्केत पालना नगरेमा 5,000, ओभर स्पिडमा 2 पाङ्ग्रे चलाएमा 25,000, लेन अनुशासन पालना नगरी सवारी चलाएमा 10,000, मजौला तथा ठुला गाडी ओभर स्पिडमा चलाएमा रु 50,000, अवस्था ठिक नभएको सवारी चलाएमा 5,000, कागजात साथमा नराखी चलाएमा 1,000, सडकका ट्राफिक सङ्केत हटाए वा बिगारेमा 5,000, मादक पदार्थ सेवन गरी बाइक चलाएमा 25,000, मादक पदार्थ सेवन गरी ठुला गाडी चलाएमा 50,000 अनि निषेधित क्षेत्रमा हर्न बजाएमा रु 500 जरिमाना लाग्ने नयाँ व्यवस्था प्रस्ताव गरेको छ। यता नागरिकलाई यस्तो व्यवस्था गर्दै गर्दा राज्य वा सरकार चाहिँ जनताप्रति कति उत्तरदायी छ त? हो, माथि उल्लेख गरिएका जरिमाना वा सजाय भोग्न नागरिक त तयार छन्, तर राज्यले आफ्नो दायित्व पुरा नगरेमा के राज्य सजायभागी हुन तयार छ त? सुरक्षित यातायात क्षेत्रका लागि राज्यले निर्वाह गर्नुपर्ने दायित्व र सो पुरा नगरेमा हुनुपर्ने सजायबारे पनि अहिले सामाजिक सञ्जालमा निकै चर्चा चुलिएको छ। जस अन्तर्गत बाटोमा देखिएको खाल्डो 24 घण्टाभित्र नपुरेमा रु 1 लाख, ट्राफिक बत्ती बिग्रेको अवस्थामा नबनाएमा 1 लाख, ट्राफिक प्रहरीले रुख व्यवहार गरेमा 50,000, राति सडक बत्ती बिग्रिएर नबलेमा 50,000, ट्रायल पास भएको 7 दिनभित्र लाइसेन्स नदिएमा 1 लाख, आकाशको पानी जम्मा भई सडक डुबाएमा रु 5 लाख, बाटोमा खाल्डो वा पानी जमेर सवारी दुर्घटना भएमा 20 लाख, फुटपाथमा हिँड्ने ठाउँ राम्ररी नछुट्याएमा रु 50,000, साइकल लेन नबनाएमा 1 लाख, कागजात प्रक्रिया अनलाइन वा पारदर्शी नबनाएमा 1 लाख, सडकको लेन र मार्किङ स्पष्ट नभएमा 50,000, सडकको सङ्केत स्पष्ट नदेखिने भएमा रु 50,000, एम्बुलेन्सलाई बाटो दिने प्रणाली नबनाएमा 2 लाख, राजमार्गमा हरेक 3 किलोमिटरमा पार्किङ सहितको सार्वजनिक शौचालय नबनाएमा 1 लाख, पर्याप्त सुरक्षा नभएको कारण सवारी चोरी भएमा रु 10 लाख। यस्ता सजाय हुनुपर्ने विषय अहिले सामाजिक सञ्जालमा निकै चर्चामा रहेका छन्। राज्यलाई सजाय हुने वा जरिवाना हुने यो रकम उपयुक्त हो वा होइन आफ्नो ठाउँमा छ, तर राज्यले पनि पुरा गर्नुपर्ने यी दायित्व निकै सान्दर्भिक छ। यसले राज्य र जनता दुवैले आफ्नो दायित्व वहन गर्नुपर्ने मान्यता राखेको छ, जुन निकै उपयुक्त देखिन्छ। ट्राफिक नियम उल्लङ्घनले भन्दा सडकको अवस्थाले बढी दुर्घटना हुँदै आएका छन् र बढी मानिसहरूले आफ्नो ज्यान गुमाइरहेका छन्। नागरिकले ट्राफिक नियम पालना गरून् भन्ने चाहना राख्ने राज्यले उक्त नियम पालना गर्न पनि उपयुक्त वातावरण तयार पार्नुपर्दछ। यसतर्फ राज्यको ध्यान जाओस्।